सही हो दिदी, पेट भर्यो भने त भविष्य पनि देखिन्छ, खाली पेट के नि हुन्छ र। के हो यहाँ? क्लासमा च्यात्तीको लुगा लगाएर आउँछु। हे भगवान, हाम्रो दिन कहिले आउला। आमा खाना पाकेको छैन? के गर्ने बा, घरमा केही थिएन पकाउन, अनि के बनाउँ त। आमा 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 के भयो छोरा? मलाई भोक लाग्यो। पर्ख छोरा, बनाउँदैछु, एकछिन पर्ख न। आमा खाना पाकेको छैन? के गर्ने बा, घरमा केही थिएन पकाउन, अनि के बनाउँ त। जहिले पनि यस्तै हुन्छ आमा, घरमा खाना हेर्दैन कहिले। के गर्ने त बा, कोही दिन त हाम्रो पनि आउला नि, भगवानले हामीलाई पनि हेर्ला नि कोही दिन त। दिदी भन् भाइ। दिदी, म स्कुल जाँदिन। किन र? स्कुलमा मलाई धेरै भोक लाग्छ। भाइ, पढ्नै पर्छ, आफ्नो जिन्दगी बनाउनै पर्छ, गाउँ समाजको मान्छेले हेला गर्छन्। सही हो दिदी, पेट भर्यो भने त भविष्य पनि देखिन्छ, खाली पेट के नि हुन्छ र। हे भगवान, हाम्रो दिन कहिले आउला। जहिले पनि मेरो छोराछोरीले भोकै बस्नु पर्छ, कहिले न कहिले त आउला नि हाम्रो दिन पनि। आइयो माई, भाडै दुख्यो नि। दिदी भन् भाइ, आज आमाले खाना खानु भयो कि नै? खाइहाल्नु भयो भाइ। हे भगवान, मेरो केटाकेटीले 2 दिनदेखि केही पनि खा छैन। पल्लो गएर साइलीको लुगा टाम्या भए त अलिकति आउँथ्यो कि केही। विशाल हजुर, भोलि त छुट्टी छ, आज के गर्ने हामी? हो, भोलि त अब आज त अब पढ्ने, भोलि चाहिँ अब क्रिकेट खेल्न जाऊँ ल है। भाइ, हामी त स्कुल आइहाले, आमा उता बिमारी हुनुहुन्छ, आमालाई को हेर्ने हो? भोलि छुट्टी छ दिदी, भोलि काहीँ गएर आमाको हेरविचार गरौँ न। हस्, हुन्छ भाइ। हेर न, गरिबहरू आए। छोड्दे भाइ, रहन दे, यस्तो मान्छेहरूसँग लाग्नुहुन्न, हिजोमा साथी दोकान पनि आयो, के खाऊँ न? के खाने त? एउटा त दोकान जाउँ। हिँड्छ ल, के खानेस् भन्? चाउचाउ खाऊँ न? अच्छा त बाजे 20 वाला चाउचाउ दिनुहोस्। एउटा ल है। विशाल यिनीहरूलाई जिस्काउँ है। ल, खाने हो? आज खाने भए हो, खाने हो, खाने हो। छोड बाबु, हिँड्न, हामी जाऊँ। Good morning, sir. Thank you, sir. मिस्टर, तिमी उठ त। के हो? यो ड्रेसमा स्कुलमा किन? सर, यो माथिको ट्र्याक धोएको थियो सर मेरो। यो लास्ट वार्निङ होइन, आज तिमीले गल्ती गरेर ल, ठिकै छ, माफ भए। यदि भोलिबाट तिमीले यही व्यवहारमा यस्तै भएर आयो भने आउट ड्रेसमा देख्नु भएन, डिसिप्लिनमा आउनु पर्यो। भोलिदेखि यस्तो मेरो क्लासमा आउनु भएन है। ल, अहिले बस तिमी। ल ल बाबुहरू, आज त गृह कार्य सबैले गरे होला, खै कसले गृह कार्य गरेको छ, खै हात उठाउ त। बाबु
के तिमीले त हात उठाएनौ त्यसको मतलब तिमीले गिरे कार्य गरेका छैनौ र छैन सर। तिमी उठ त खै किन गिरे कार्य किन गरेका थियौ तिमीले सर कलम सकिएछ सर। अनि के हो यो क्लासमा च्यात्तीको लुगा लगाएर आउँछु थाहा छैन आउटड्रेसमा आउँछ यो च्यात्तीको लुगा लगाएर आउँछ किन तिमी आज यो च्यात्तीको लुगा लगाएर आएको क्लासमा पैसा छैन सर, गरिब छु त्यसैले हो। ल ल ठिक छ बाबु होइन तिमी अहिले घर जाऊ स्कुलमा नआऊ जहिले तिमीसँग पैसा हुन्छ जहिले तिमीसँग धन हुन्छ त्यही नै आउने बाबु होइन त्यसरी स्कुलको नाम खराब मात्र हुन्छ तिमीसँग जहिले पैसा हुन्छ त्यहीले आउने अहिले तिमी निस्क्यौ यहाँबाट गइहाल सर मेरो भाइलाई यस्तो किन भनेको सर? हामी गरिब छौँ, हाम्रो लुगा फाट्यो भन्दैमा हजुरले यस्तो भन्न पाइन्छ सर? सर दिमागले पढ्ने हो, कपडाले होइन सर। के अनि त सर यस्तो तिमीहरू दुइटा पुगिरहेको छौ जाऊ तिमीहरू दुइटा पनि एउटा निस्क्यौ काम छ तिमीहरूको सर हामी जान्छौँ, हाम्रो पनि यस्तो स्कुलमा पढ्ने हो। जाऊ तिमीहरू के काम छैन जाऊ तिमीहरू काम छ तिमीहरूको पानी परेको छ भाइ, कसरी जाने हो? चल निकालिहाल्यो कि हुनेछ। ल बाबु रह न आज यति नै पढौ आज शुक्रबार पनि हो यति नै पढेर घर जाउँ जस्तो लागिरहेछ मलाई किनकि तिनीहरूले मेरो अलरेडी नै यो दिमाग खराब गरिहाल्यो मुड अफ भइरहेछ त्यही भएर अहिले गइदिउँ भन न यति नै गर अब आइतबारदेखि पढाउला राम्रोसँग हुन्छ ल त ल है अझ आमाले भैँसालाई पानी पनि दियो कि नै? भैँसो तिर खाए जस्तो छ अनि आमा पनि बाहिर देख्नु भएको छैनन्। आमा 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 कता हुनुहुन्छ? एहे आमा त यता सुत्नु भएको पो रहेछन्। आमा 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 के भयो तपाईलाई उठ्नुस् आमा आमा उठ्नु आमा नमस्ते सबैलाई गाइज हामीहरूको भिडियो तपाईले हेरिसक्नु भएको होला त्यसको लागि सबैलाई धन्यवाद अनि हामीले यो भिडियो बनाएका छौँ तपाईको लागि अनि यो भिडियो कस्तो लाग्यो के कस्तो लाग्यो कमेन्ट सेक्सनमा तपाईँ भनिदिनु होला र अनि कमेन्ट सेक्सनमा तपाईँ भन्नु होला कि हामीलाई यस्तो यस्तो टाइपको भिडियो चाहियो यस्तो यस्तो बनाउनु भनेर हामीलाई प्रश्न गर्नु होला र त्यही सम्बन्धी भिडियो बनाउने हामी प्रयास गर्नेछौँ र हाम्रो अहिले जस्तो पनि बनाइरहेको छ त्योभन्दा पनि अझै पनि इम्प्रुभमेन्ट गर्नको लागि हामी अझै पनि मेहनत गर्नेछौँ र हामीलाई हौसला दिनु होला हस्त धन्यवाद धन्यवाद जय नेपाल जय नेपाल।